हामी यो काल पोखरीको डाँडामा छौँ। बिहानको यसोले चाहिँ खासै केही पनि देखेको छैन। चिसो चाहिँ लास्टै बल्छ। हिजो हामी यो बाटोको अवस्था देखेर आउन नसकेको कारणले त्यहाँ तल त्यो गोठ गाई राख्ने ठाउँ होला, गोठ हुनसक्छ। त्यसको छेउमा मैले बाइक पार्क गरेर त्यहाँ कति तल गएर हाम्रो साथीलाई खोजेर लिएर आएँ। अनि हामी सक्दिनौँ भयो अब भनेर, अनि त्यसपछि त्यहाँ बाइक त्यहीँ छोडेर हाम्रो कालपोखरी सन्दकपू जाने हाम्रो गाडी चाहिँ यही हो। यही गाडीमा गइन्छ। अफिस त्यसो चाहिँ दामी छ। ओ यहाँ भेट्दा हान्दैछ छिटो। यहाँ खासै त धेरै बस्ती चाहिँ छैन, एउटा यहाँ छ कालपोखरी। अब पोखरी चाहिँ कहाँबाट गइन्छ भनेर बुझ्नुपर्छ होला। के मायाले अनि एउटा पदम लज एन्ड कालापोखरी भन्ने छ। सम्पर्क नम्बरहरू यहीँ चाहिँ हेरिराख्दा हुन्छ। यो नेपाल हो तर इन्डियाको सिम युज हुन्छ यसमा बढी मात्रामा। खानेकुराहरू त ठिकै थियो, त्यस्तो खासै राम्रो नराम्रो भन्न मिल्दैन। मिठी थियो खाना, चिसो छ, तातो पानीहरू दिने गर्दैथ्यो। अनि अब कति खाना लाग्छ कति हुन्छ त्यो चाहिँ थाहा भएन हामीलाई। अब भरे हिसाब गरिन्छ। यो चाहिँ गाडी छ। बिहान उठेर ड्रेसहरू गरेर ब्रस सस गरेर हिँडेको हात्ती ट्रक 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 बनाइसकेको छ। बल्ल हल्का हल्का बादल हामी बसेको चाहिँ घर हामी यहाँ आएर खोजेर बस्छौँ भने चाहिँ थिएन। हामीसँग आउने 4 जना भाइहरू पनि थियो कि साथी भन्नु कि भाइ भन्नु भन्दा त भाइ नै हो। अब हाम्रो लेजेन्ड भइसक्यो। अनि कहाँ हो मेरो बस्ने त्यहाँ माथि भनेको छ। छुर्पीहरू छ के त्यसो लाइटहरू छुर्पीहरू छ। आयो तर अट्ट भइसक्यो। ग्लोभ्स चाहिँ नलाएर यो युमलुङ होमस्टे यहाँ छ। हामी बसेको ठाउँ यही हो। बेलुका त बिचरा दाइले हामीलाई लिन आएको थियो। प्रायः सब यहाँ नेपालकै थिम रहेछ। यहाँ गुड मर्निङ दाजु। ए ला सरी म त के गुड मर्निङ दिदी। हामी त अघि उठेर घुम्न थालिसक्यौँ नि। त हाम्रो त आँखा त अब्ब छिटो हुन्छ नि। सरी यार क्यामेरा हेरेको दाजु जस्तो कुरो दाजु दिदी रहेछ। मार्ने पो पऱ्यो बडा। अब चिया पनि दिनु नरहेछ है। यहाँ दिदीलाई हिजो ठट्टा गरेर दिदी भरे काम छ भने बस्छ, हामी 1-2 पनि यहाँ बस्छौँ भन्दै थियो। भरे भाँडासाँडा माझ्ने, घर सफा गरिदिने, रुमहरू गरिदिने। तर यहाँ
यिनीहरूले बस जस्तो सजिलो चाहिँ होइन रहेछ है। अब हिजो आएको बाटो यहाँबाट हेर्न सक्छौँ होला। हिजो चाहिँ यो सर्टकट बाटो चाहिँ आएको थियो, नत्र घुमेर यस्तो माथिबाट आउनुपर्छ होला। दार्जिलिङ सर्टकट छ भने एउटा चराएर हामीले लिएर आउँछु। बल्ल बादल अलिअलि खुल्दैछ। सनराइज नाटेछ जस्तो छ भन्छ केटाहरूले। माथि डाँडा चढेपछि देखिन्छ। त्यो पर समीर साथी छ होला, खासै देखिन्छ होला अलरेडी। बादल यहाँ उडेको हेर्नु नै। अझै अर्थै आम्बो अलगुल पार पो रहेछ त्यहाँदेखिको त। हामी अझै अर्को देख्छौँ, अझै अर्को पार। ओ माई गुडनेस, हिजो त अन्ध्यारो नदेखेको रहेछौँ। त्यहाँ एउटा मन्दिर हुनुहुन्छ माता समथिङ। तर आज फेरि हिजो मैले दिएको जस्तो एउटा एडभाइस यति नै भन्छु हाम्रो धरान यहाँ नेपालभरि बस्ने साथीभाइहरूलाई। तपाईँहरू लास्टै नै ओभर नै प्रो हुनुहुन्छ, अफरोडको लागि जस्तो सुकै बाटो पनि कुदाउन सक्नुहुन्छ भने चाहिँ केही समस्या छैन, आउनुहोस्। तर हामी जस्तो नर्मल हल्का फुल्का अफरोड हिँड्ने मान्छे जस्तो अब म पनि अफरोड हिँड्नेको मान्छे हो होइन, धेरै ठाउँ गएको अफरोडको लागि। तर हिजोको चाहिँ जुन यो अफरोड मैले गरेको काला पोखरी आउनसम्मको त्यसको पनि आधीसम्म त ठिकै थियो, नट ब्याड। त्यतिसम्म त आइन्छ, त्योभन्दा नि कडा गएको भनेर सोचिदिएको थियौँ। हिजो चाहिँ बाटो हेरेर कसम भनेको आउँदाखेरि चाहिँ माथि पनि एका गियरमा कुन तरिकाले आयो त्यो मलाई मात्र थाहा छ होइन। तर त्यो फेरि आइसकेपछि फर्किनको लागि जुन आँट छ नि त्यो छैन हो। जब कि म ब्यागले तान्ने मात्र पर्छ, म जस्तो सुकै बाटो पनि कुदाइदिन्छु भनेर भन्ने भने जस्तो सुकै ठाउँमा पनि लगिदिन्छु, जस्तो सुकै गरिदिन्छु भन्ने मान्छे हिजोको त बाटो देखेर कसम भयो भन्ने अवस्थामा छ हाम्रो त। अब त्यो बाटोलाई कसरी लैजाउँ भन्ने एउटा दोधारमा छौँ हामीहरू। अब सनसेट भएछ, त्यही आकाशबाट निस्क्यो है, बादल निस्क्यो। अनि त्यो गाडी पनि अब तलदेखिको लाने हो भने चाहिँ गाडीमै हालेर लाने भने तलसम्म माइक बक्ससम्म भने पनि लगभग तपाईँको 8-10 हजार पर्छ भन्दैछ। त्यो कुरा गरिदियो भने त त्योभन्दा पहिला म सनसेट हुन चाहिँ हेर्न गएँ। अलिक टप धाराबाट हेरेको भए चाहिँ हुन्थ्यो पनि होला, त्यही कारणले साथीले सनसेटको भिडियो गरिसके जस्तो छ। क्या हो समीर Oh my goodness. Oh, चौडी गाई कहाँ हो? न ओ सनराइज भ्यू दामी देखिरहेछ। Oh my goodness. आइपुग्यो।